अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12। यहाँहरू सबैजनालाई जय मसीह भन्न चाहन्छु। प्रेरित पत्रुसले यहुदी अगुवाहरूको अगाडि बोलेका थिए जब उनीहरू येशू ख्रीष्टको नाममा मानिसहरूलाई सुसमाचार प्रचार गरिरहेका थिए। पत्रुसले ख्रीष्टमा विश्वासद्वारा मात्र उद्धार सम्भव छ भनेर घोषणा गरेका थिए। यसले स्पष्ट रूपमा देखाउँछ कि येशू ख्रीष्ट उद्धारको एकमात्र माध्यम हुनुहुन्छ। कसैले पनि मानिसलाई पापबाट बचाउन सक्दैन। स्वर्गमुनि दिएको कुनै अरू नाम छैन। नाम भनेको यहाँ व्यक्तित्व, अधिकार र शक्तिको सङ्केत गर्छ। येशूको नाममा मात्र यस्तो अधिकार र शक्ति छ जसले मानिसलाई नाशबाट बचाउन सक्छ। येशू ख्रीष्ट बाहेक अरू कुनै व्यक्तिले हामीलाई बचाउन सक्दैन। येशूको नाम बाहेक यो संसारमा अर्थात् स्वर्गमुनि अरू कुनै नाम छैन जसको भरमा हामीले उद्धार पाउन सक्छौँ। यसको अर्थ हामी मानिस पापी छौँ। पापका कारण हामी परमेश्वरबाट टाढा छौँ। परमेश्वरले येशूलाई पठाउनुभयो ताकि उहाँको नाममा हामीलाई उद्धार अर्थात् पापबाट मुक्ति मिलोस्। उदाहरणको लागि, जस्तो कि तपाईँ डुबिरहेको हुनुहुन्छ, तपाईलाई बचाउने एउटा मात्र डोरी छ। त्यो डोरी येशू हुनुहुन्छ। अरू डोरीहरू देखिन्छन् तर ती कमजोर छन्। तिनीहरूले तपाईलाई बचाउन सक्दैनन्। डुबिरहेको मानिस पाप, चिन्ता, आत्मिक अन्धकार र अनन्त विनाश अर्थात् नरकमा फसेको मानिसको तस्बिर हो। हामी सबै मानिस पापको कारण डुबिरहेका छौँ। हाम्रो जीवनमा शान्ति छैन, आत्मा असन्तुष्ट छ, मृत्युपछिको जीवनको निश्चितता छैन र परमेश्वरसँगको सम्बन्ध टुटेको छ। पाप भनेको यस्तो समुद्र हो जसले मानिसलाई अन्ततः विनाशतिर डुबाउँछ। येशू ख्रीष्ट त्यो एकमात्र बलियो डोरी हो जुन स्वर्गबाट हामीलाई दिएको छ। उहाँ पाप रहित हुनुहुन्छ। क्रुसमा हामीलाई बचाउन मर्नुभयो, मृतकबाट बिउतिनुभयो। उहाँमाथि विश्वास गर्नेहरूलाई अनन्त जीवन दिनुहुन्छ। अरू सबै डोरी जस्तै धार्मिक कार्य, राम्रो कामहरू हेर्दा त बलियो देखिन सक्छन्, तर ती पाप र मृत्युको भार सम्हाल्न सक्दैन। आदरणीय प्रिय मित्रहरू, पाप र मृत्युको भार यति भार छ कि असल कर्म, असल कार्य रूपी डोरीले त्यो भारलाई ठेक्न सक्दैन। त्यसैले येशू रूपी डोरी समात्नै पर्छ। यसको मतलब येशूमाथि व्यक्तिगत रूपमा विश्वास गर्नु, उहाँलाई आफ्नो उद्धारकर्ता भनेर स्वीकार गर्नु, आफ्नो जीवन उहाँलाई सुम्पिनु अनि उहाँमा भरोसा राख्नु। डुबिरहेको मानिसलाई बच्नको लागि सोच्न होइन, समात्नुपर्छ। त्यसै गरी उद्धार पनि सोचेर मात्र हुँदैन, विश्वास गरेर येशू समाएर मात्र पाइन्छ। मानिस पाप रूपी समुद्रमा डुबिरहेको छ। जस्तै रोमीको पुस्तक 3:23 भन्छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा प्राप्त गर्नबाट वञ्चित छन्। एफिसीको पुस्तक 2:1 भन्छ, तिमीहरू पाप र अपराधहरूमा मरेका थियौ। हामी सबै पापको कारण परमेश्वरबाट टाढा परेका छौँ। पापले हामीलाई आत्मिक रूपमा मृत तुल्याउँछ।
हामी आफैबाट बच्न सक्दैनौँ। यो डुबिरहेको जस्तै हो। येशू नै स्वर्गबाट झारिएको बलियो डोरी हो। यूहन्ना 3:16 भन्छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रेरितको पुस्तक 4:12 भन्छ, उद्धार अरू कुनैमा छैन, स्वर्गमुनि मानिसलाई दिएको अरू कुनै नाम छैन जसद्वारा हामी उद्धार पाउन सकौँ। यूहन्ना 14:6 भन्छ, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक अरू कोहीद्वारा पनि पिताकहाँ पुग्न सक्दैन। परमेश्वरले मानिसलाई बचाउनको लागि येशूलाई डोरी झैँ पठाउनु भयो। उहाँ नै एकमात्र उपाय हो जसले हामीलाई सुरक्षिततिर तान्न सक्नुहुन्छ। अरू डोरीहरू जस्तै मानव प्रयास, असल कार्य, धर्म, कर्म, यिनीहरू कमजोर डोरीहरू हुन्। यशाया 64:6 भन्छ, हामी सबै अशुद्ध भएका छौँ र हाम्रो सबै धार्मिकता फाटेका कपडा जस्तै छन्। हितोपदेश 14:12 भन्छ, कसैलाई कुनै बाटो ठिक लाग्छ तर त्यो बाटो अन्त्यमा मृत्युमा जान्छ। धेरै मानिसले सोच्ने गर्छन्, म राम्रो काम गर्ने मान्छे हुँ, म धार्मिक मान्छे हुँ, राम्रो काम गरिरहेको छु। यी सबै अस्थायी डोरीहरू हुन्। ती हेर्दा बलिया लाग्न सक्छन् तर अन्त्यमा बचाउन सक्दैन। पापको भार यति धेरै छन्, मानव प्रयास रूपी डोरीले ठेक्न सक्दैन। येशूलाई समात्नै पर्छ, अर्थात् विश्वास गर्नै पर्छ। यूहन्ना 1:12 भन्छ, तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाममा विश्वास गरे, तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। रोमी 10:9 भन्छ, यदि तिमीले आफ्नो मुखले येशूलाई प्रभु भनेर स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट उठाउनु भयो भन्ने विश्वास गर्यौ भने तिमीले उद्धार पाउनेछौ। बाँच्नको लागि केवल हेर्नु वा जान्नु मात्र पुग्दैन, समात्नु पर्छ, जसको अर्थ येशूमा विश्वास गरेर उहाँसँग जीवनको सम्बन्ध गाँच्नुपर्छ। संसारको डुबिरहेको स्थिति, पाप र मृत्युबाट बच्न येशू नै बलियो डोरी हुनुहुन्छ। उहाँ बाहेक अरू कुनै उपाय छैन। उहाँलाई समाएर उहाँमाथि विश्वास गरेर हामी पाप र विनाशबाट बच्न सक्छौँ। आजको दिनमा पनि येशू तपाईलाई बोलाउँदै हुनुहुन्छ, मलाई समात, म छु, म तिमीलाई बचाउन सक्छु। निष्कर्ष, यीशु ख्रीष्ट उद्धारको एकमात्र स्रोत हुनुहुन्छ। अरू कुनै नाम, उपाय र धर्म उद्धारको लागि पर्याप्त छैन। सबै मानिसहरूलाई ख्रीष्टमा विश्वास गरेर मात्र अनन्त जीवन पाउने आशा छ। प्रेरित 4:12 ख्रिस्टीय विश्वासको केन्द्रबिन्दु प्रस्तुत गर्छ। येशू बिना उद्धार सम्भव छैन। हस्, यहाँहरूको आजको दिन आशिषमय रहोस्। सबैजनालाई जय मसीह।